नमस्ते एभ्रिवान। म अहिले ठुलीभेरी 6 मा छु। जेठको 17 गते अन्धो मान्छे मेरै गाउँको मान्छेलाई देखेँ मैले। एकदम मन खायो मेरो। अरूले चाहिँ माखा भन्छ, हाम्रो गाउँघर स्थानीय भाषामा चाहिँ झिगा भन्छ। उहाँले चाहिँ झिगा मारिराख्नु भएको थियो। मलाई पनि केही थाहा छैन। विशेष गरेर अहिले म चाहिँ भिडियो बनाउँदैछु। उहाँलाई चाहिँ केही सहयोग गर्न गइरहेको छु म। भाउजू, ए भाउजू, बिरामी हुनुहुन्छ? के भएछ भन्नुभयो अरे? गालो सुन्ने छ। ए मलाई चिन्नुभयो? तल कान्छ हो र तल कान्छ होइन म। सर्वप्रथम नमस्ते सबैजनालाई। म चाहिँ अहिले उहाँको घरमा आइपुगेको छु। उहाँ चाहिँ एक्लै बस्नु भएको रहेछ। विशेष कुराकानी गर्दैछु उहाँसँग। तपाईँको नाम भनिदिनु त। मेरो नाम बेलकुमारी विक। बेलकुमारी विक? मेरो घर पनि यही हो। मलाई चिन्नु भएन मेरो आवाजबाट? म को हुँ जस्तो लाग्यो ल भन्नु त। अच्छा तल कार्के कान्छ हुनु। ए त्यो कार्की दादा भलक त्यो अरुण? अरुण होइन म। अरुणको घर पनि यही हो, मेरो घर पनि यही हो। मलाई चिन्नुहुन्छ? मैले अहिले नाम भन्यो भने चिन्नुहुन्छ तपाईँले? कान्छी भाउ सका गई के हो? खानासाना कसले बनाइदिन्छ त तपाईँको? अब त्यो कर्ज गरी गरेर त्यो कान्छी भाउ नि अब सबनाहरु फिटियो केर। कान्छी भाउ कति वर्षको भयो त? 8 वर्ष। 8 वर्ष? ए मेरो घर पनि यही हो। अब म नाम भनम तपाईलाई? मेरो नाम भनम कि नै? भन के हो? अनि भने अहिले तर्सियो भने? किन तर्सियो म? मेरो घर पनि यति हो। तपाईको घर तल माथि नै हो मेरो घर। मेरो नाम भनौ कि नै? भन के? मेरो नाम ओम प्रसाद, चिन्यौ अब? म त्यो गाडीमा चाहिँ लियो के गाडीमा लिए याद छ कि नै? सन्त गाडीमा चाहिँ जुनै पुर्या उ गरे त जुन बेलुकै गालो हुन्निया हो। तेरे अचुन ठुलो बात बेलबा हजुर सबैले आमाति गएर चुक ल्याएको भने चुक दिई अनि चुक ल्याएर आज नपाए यस हो। अब मैले त अब के भनेपछि अब धेरै उ गर्न त सकेन है। कालो नचुके त अघि आयो न अब के लाग्यो अब डले अब म त तल हरे तल म त नै डले मिठो हानि के अमल लाग्यो पर एक गरी हेरे अनि मोबाइल गाना त्यही त गाना पनि मैले सुनिरहेको थिएँ। त्यहाँ गाना खोल्नु भएको थियो। अनि गाना खोल्दाखेरि कस्तो रे खोल्नुहुन्छ खै एकचोटि खोलिदिनु त। भाइले सिकायो के? खै गाना सुनाउनु त भाउजू मलाई। गाना आउँदिनु है। एकछिन त्यो बन्द गर्नु। नमस्ते होइन, मैले चाहिँ धेरै सहयोग गर्न सकेन। उहाँले चाहिँ भनिसक्नु भयो। के भन्नुभयो भनेपछि मलाई चिन्नुभयो। म चाहिँ मेरो नाम लिँदा बित्तिकै उहाँले चिन्नुभयो होइन। किनभने म चाहिँ गाउँले हो, मलाई पनि थाहा छ। मेरो घर पनि यही माथि नै हो होइन। म चाहिँ ठुलीभेरी 6 कै बासिन्दा हो। उहाँ पनि ठुलीभेरी 6 को हुनुहुन्छ। तपाईँले अहिलेसम्म भिडियो हेरिराख्नु भएको थियो। उहाँसँग केही कुराकानी गरेँ मैले। उहाँलाई धेरै ठुलो सहयोग गर्न त मैले सकेन। अहिले जेसो भए पनि जेठको महिना चाहिँ सबै सिजन लागेर पाटनतिर गइरहेको हुन्छन्। त्यो भएर एउटा भाइ र म चाहिँ थियौँ। भाइ र म टिकटक बनाउँदा बित्तिकै चाहिँ भाइ चाहिँ उता खाजासाजा खान निस्क्यो। अनि म चाहिँ यतै बसिरहेको थिएँ। अनि उहाँ तल योदेखि तल बाबु देखाएको थिएँ। योदेखि तलबाट मैले भिडियो खिचेको थिएँ। भाउजूलाई पनि केही थाहा थिएन। उहाँ चाहिँ मेरो भाउजू पर्नुहुन्छ, गाउँले भाउजू होइन। उहाँलाई चाहिँ मैले धेरै ठुलो सहयोग गर्न त सकेन। तपाईँहरूले सहयोग गर्न चाहनुहुन्छ भनेपछि म पनि मेरो क्युआर पठाइदिन्छु। तपाईँहरूको यस्तै गरेर भिडियोहरू पनि म केही कुराहरू लेखेर केही कुराहरू फेसबुकमा हालेर म पनि के अरे भनिदिन्छु तपाईँहरूलाई। तपाईँहरू माझ अनि भाउजूलाई पनि केही कुरा भन्नेछु। तपाईँहरू सहयोग गर्न चाहनुहुन्छ भनेपछि मलाई सम्झिनु होला। सहयोग गर्नु छ भनेपछि उहाँ भाउजूलाई चाहिँ सहयोग गर्नु होला। भाउजूको नाम बेलकुमारी विक होइन? बेलकुमारी विक होइन भाउजू? बेलकुमारी विक। ए धेरैले सहयोग गरिसके पनि छन्। अरुण कार्कीले ल्याएर पनि अरुण कार्कीलाई पनि धेरैले बाहिरबाट पैसा तपाईँको लागि टिट गए मानेर चाहिँ पठाइदिउन् है भाउजू। टिट गए मानेर पठाइदिउन्। अब के अरे त्यहाँ पद्मा भन्नुभयो नि, पद्मा नानी भन्नुभयो नि, उहाँ दिदीलाई पनि धेरैले सहयोग गरेर तपाईँहरूको भिडियो हालेर है, तपाईँको टिट गए मानेर
अनि के अरे तपाईँले चाहिँ सहयोग गरे हुन् अरूले पनि अब अझै पनि गर्छन् भन्ने मलाई आश लागिरहेछ है भाउजू यही गरेको भए त मेरो मनको घडो फाल्न जाने थियो होइन गर्छन् त्यही पनि अब तपाईँ सबभन्दा आफू शरीर सबै हुने अनि आफ्नो शरीर कस्तो तरिकाले जिउने बाँचुन्जेलसम्म के गर्ने त्यो चाहिँ गर्ने होला होइन अनि अब सबले सहयोग गरे यताउता गऱ्यो भनेपछि सहयोग गर्छन् पैसा जम्मा भयो भनेपछि तपाईँ होइन तपाईँले गाडी भाडा केही लाग्दैन है गाडी भाडा केही लाग्दैन त हाम्रो देवरले यस्तो गरे भने म ठुलो सत्य मान्ने छु त्यही त तपाईँलाई गाडी भाडा यताउता केही लाग्दैन तपाईँलाई सहयोग गर्छन् सहयोग गरेपछि 2-4 रुपियाँ हुन्छ 2-4 रुपियाँ भयो भनेपछि तपाईँको बुढा होइन अनि तपाईँ अनि तपाईँको यहाँ आफन्त अलि जान्ने बुझ्ने को छ त्यो लगेर चाहिँ हामी जाम्ला तपाईँको गाडी भाडा 1 रुपियाँ लाग्दैन म आफै लिन्छु तपाईँले नेपालमा लिने हो कि सुर्खेत लिने हो म आफै लिन्छु है हो त्यही गरेर त देवर गर्न धन्यवाद भन्ने छु यो फ्रुटी हो अनि मैले धेरै सहयोग गर्न सकेन भाउजू हेर्नु धेरै सहयोग गर्न सकेन अनि यहाँ 505 रुपियाँ ल्याइदिएछु 505 रुपियाँ है त्यही त 505 रुपियाँ ल्याइदिएछु यहाँ सम्हाल्नु त खै सम्हाल्नु त भाउजू पैसा चिन्नुहुन्न है पैसा चिन्नुहुन्छ कि नै तर अरुण कान्छाले त यो 1000 हो त्यही त त्यो पनि हामीले हेरेको थियौँ भिडियोमा अहिले चाहिँ म यहाँ एक्लै भएँ केही छैन अर्कोचोटि अरुण पनि आउँछ मसँग अरुण आउँछ पद्मा दिदी आउनुहुन्छ है अब गाउँघरमा केही नभने आफ्नो मान्छेलाई त्यस्तो पर्दाखेरि हामीले चाहिँ साथ सपोर्ट गरिदिनु पर्छ है भाउजू कम्मे नानीले दिया त लग्या छ त्यो फेरि बच्चा बच्चीले चोर्ला फेरि चोर्ने ठाउँ नराख्नु अहिले गाउँका दाउका साउका के भन्ने होइन हुन्छ हुन्छ भन्नु न गाउँका दाउका भने मैले भिडियो हालेँ भने बच्चा बच्चीले सुने भने के भिडियो त हाल्ने भाउजू है यहाँ हेर्नु त 505 रुपियाँ ल्याइदिएछु एउटा फ्रुटी ल्याइदिएछु अनि खानु है धन्यवाद गरे अनि यता सुन्नु तपाईँको जान्ने बुझ्ने को छ होइन जान्ने बुझ्ने मान्छे अब को छ कस्तो छ सहयोग आउँछ 2-4 रुपियाँ भयो भनेपछि तपाईँले गाडी भाडा 1 रुपियाँ लाग्दैन हेर्नु है तपाईँ कतिखेर जाने भन्नुहुन्छ त्यतिखेर भद्द दाइलाई पनि भन्नु होला म पनि तपाईँलाई चाहिँ पुऱ्याइदिन्छु है तपाईँको गाडी भाडा भद्द दाइ थियो भने के त्यो त अब कोही आफन्त ल्याऊ जा म गइकन के न्याउ बाटो बिराएर त अकोर त हुँदैन अब त्यही त अब यो पैसा त चिन्नु भयो एउटा 5 रुपियाँ छ एउटा 500 रुपियाँ अनि फ्रुटी छ फ्रुटी खानु होला है धन्यवाद म चाहिँ भाउजूले केही कुराकानी गरेँ अनि सबले भिडियो हेरिदिनु होला नमस्ते 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 सन्चै हुनुहुन्छ आराम लाग्यो हजुर तपाईँ के हो मेरो पुरै भोइस सुनेर आउनुभयो कि जस्तो लाग्यो क्या मलाई त्यही सुन्ने त डाक होइरहेको छिटो हो क्या दौडी आएँ क्या ए मैले अब यहाँ भाउजूलाई आएँ केही कुराकानी गरेँ धेरै बाटो सहयोग पनि पाउनु भएको छ भाउजू अब यस्तो मान्छे अब पाप छ मैले चाहिँ उहाँसँग केही कुराकानी गर्दैछु सर्वप्रथम तपाईँको नाम भनिदिनु त मेरो हजुर पूर्णे सुनार उहाँ चाहिँ ठुलीभेरी छकै उहाँको आफन्त पर्नुहुन्छ पूर्ण सुनार उहाँ चाहिँ बेलु बिक हुनुहुन्छ अनि सबैजनाले चाहिँ भिडियोलाई चाहिँ स्क्र्याच नगरेर हेरिदिनु होला अनि भाउजूले चाहिँ केही कुराकानी गर्नुभयो भिडियो पनि लास्टसम्म हेरिदिनु होला कि दया माया लाग्छ भनेपछि मलाई नसम्झे पनि भाउजूलाई सम्झेर मेरो क्युआरमा पैसा पठाउनु सक्नुहुन्छ भने चाहिँ पठाइदिनु होला उहाँलाई सहयोग गरिदिने छु मैले अहिले अरुण कार्कीले होइन सहयोग गरेर उहाँ भाउजूको लागि भयो भने सहयोग गरिदिनु भयो तपाईँहरूले अनि जसो भयो पनि पद्मा दिदी हाम्रो यहाँ पद्मा दिदीलाई पनि सहयोग आएको रहेछ तपाईँहरूलाई चाहिँ सबलाई चाहिँ मेरो भिडियो अनि उहाँको भिडियोलाई चाहिँ मन पराइदिनु होला माया गरिदिनु होला सक्दो प्रयास मलाई माया नगरे पनि उहाँ भाउजूलाई चाहिँ माया गर्नु होला होइन भाउजू के भन्न चाहनुहुन्छ त तपाईँले तपाईँको भिडियो हेर्ने मान्छेहरूलाई के भन्नुहुन्छ के भन्नु सबैलाई अब हेरि उ गरेर टिटाइयो भने नमस्ते सर त्यही त एकचोटि नमस्ते छ भनिदिनु त नमस्ते सबैले टिनमा नि उ गरे अब नमस्ते छ त्यही त बाहिरबाट धेरैले हेर्नु भएको छ कोही विदेशबाट हेर्नु भएको छ कोही नेपालबाटै हेर्नु भएको छ है आफ्नो ख्याल गर्ने सबभन्दा ल भाउजू हामी लाग्यौँ त नमस्ते ल बाई बाई भाउजू बस्नु होला राम्रोसँग है आफ्नो ख्याल गर्नु होला हामी चाहिँ गइसक्यौँ ल धेरै सहयोग गर्न चाहिँ सकेन है म चाहिँ लागेँ अब म चाहिँ जान्छु टक्क लाएर म चाहिँ जुवाल जान्छु है उहाँहरू चाहिँ कहाँ जाने हो ए कहाँ जाने हो त भन्दा पाटन जाने हो राम्रोसँग जाए केटा है ल